जाऊ त बुहारी एक गिलास पानी लिएर आऊ कस्तो तिर्खा लाग्यो हुन्छ आमा एकैछिन सकिनु लाग्यो गइलाउ न हुन्छ यसलाई खानेकुरा चाहियो अरे छैन छैन जा अन्त्य गरेर मागेर खा काम नगरी खान पाइन्छ जाऊ हिँड बुहारी भित्र मलाई साह्रै भोक लागेको छ बरु केही काम भयो म गर्छु नि खोइ यहाँबाट आमा हिजो ढोका लाऊ सबै काम र वनमित्र देऊ है यतिकै होइन नि हाम्रो चाहिँ फोकटमा कहाँबाट आउँछ ल पहिला बुहारा काम गर अनि मात्र खाना पाउलिस् हुन्छ ल ठिक भएछ यहाँ झारहरू सबै उखाल अनि भित्र गएर घरको काम पनि गर त्यतिकै खाना कहाँ पाइन्छ काम गरिसके लु हेर यो त यहीँ पो आइसकेछ जा उता गएर बस म बाहिर ल्याइदिन्छु आमा के भन्छ यो भन के भयो तँलाई मैले भित्र राखेको ठाउँमा त पैसै छैन नि पक्कै यसैले चोरेको हुनुपर्छ यो अघि भित्र पसेकी थिए हे प्रभु हेर 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 अघिदेखि नै दाउ छोप्नको लागि पनि यहाँ बसेकी रहेछ त काम नपाएर मैले चोरेको छैन कसले चोर्यो त त्यहाँ भएको पैसा अघि भित्र जाँदै थिएछ नि त ए बुहारी जाऊ त सारा गाउँलेलाई बोलाएर यसलाई पत्ता फर्काएर निकाल्नुपर्छ यहाँबाट मैले चोरेको छैन यस्ताले गरेर अरूको घर पनि सबै चोरेर सक्छन् जाऊ त कहाँ हुन्छ म गइहालेँ